Hello and namaste everyone. Welcome to the first video of Modern Era. आज म हजुरको माझमा नयाँ बस रिभ्यू लिएर उपस्थित भइसकेको छु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि भिडियो मन परेमा लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनुहोला। आजको यो भिडियोमा भने म हजुरलाई लामो समयदेखि सेवा दिइरहेको मोडर्न एरा टुर एन्ड ट्राभल्सको पोखरादेखि न्यू दिल्लीसम्म चल्ने बसको फुल एक्सटेरियर र इन्टेरियर रिभ्यू भिडियो लिएर उपस्थित भइसकेको छु। अब भने हामी यसको एक्सटेरियर लुक्सतर्फ हेरौँ। भल्भोको फ्रन्ट लुक्समा हेर्नुपर्दा चाहिँ हामीले माथि दुई लाइट्सहरू दिएका छ र तलपट्टि नेपाल भारत मैत्री बस सेवा लेखेको हेर्न सक्छौँ। अनि त्योभन्दा तलपट्टि हेर्नुपर्दा पोखरा दिल्ली पोखरा लेखेको छ अनि स्ट्रेट वाइपर पनि दिएको छ। मिररको कुरा गर्नुपर्दा चाहिँ दुवै इलेक्ट्रिकली एडजस्टेबल मिरर दिएको हामीले देख्न सक्दछौँ। अनि यो दुईटै बस चाहिँ अशोक लेल्यान्ड 12 मिटरको BS छ बस रहेछ। अगाडिपट्टि यसको नम्बर प्लेट यहाँ रहेको छ गण्डकी GA 135 र त्यसै गरी अर्को बसको नम्बर G2 खा 2014 रहेको छ। एयर प्यासेजको लागि भेन्ट्स पनि दिएको छ। फग ल्याम्पको कुरा गर्नुपर्दा यसमा इनबिल्ट फग ल्याम्प दिएको छ जुन चाहिँ LED रहेको छ र अगाडिबाट दुईटै बस निकै आकर्षक देखिन्छ। अब म हजुरलाई सरर यो बसको वक थ्रु पनि देखाउने छु है त। र यो थियो गाडीको वक थ्रु। अब म चाहिँ हजुरलाई गाडीको लेफ्ट प्रोफाइल देखाउने छु। लेफ्ट प्रोफाइलमा सबभन्दा सुरुमा हामीले यहाँ न्यूमेटिक डोर देख्न सक्दछौँ जुन चाहिँ ड्राइभरले भित्रबाट एक्सेस गर्न मिल्छ। अनि गाडीको साइडमा साइड लाइट र लगेज कम्पार्टमेन्ट दिएको देख्न सक्दछौँ। अनि हाम्रो दुईटै बसमा स्लिपर पनि दिएको छ। टोटल 4 वटा स्लिपर दिएको छ जुन चाहिँ हामीले इन्टेरियरमा कुरा गर्नेछौँ। अब हामी यो बसको पछाडिको लुक्सतर्फ हेरौँ। टपमा हामीले हाई मार्कर ल्याम्प दिएको छ र त्यसै गरी बीचमा चाहिँ ब्रेक लाइट दिएको छ। पछाडि चाहिँ यहाँ हामीले अगाडिको चाहिँ नेपाल भारत मैत्री बस सेवा लेखेको हेर्न सक्छौँ। अनि भल्भो लुक्सवाला चाहिँ वीरगन्जको अनुज बडी बिल्डरमा तयार भएको गाडी हो र अर्को चाहिँ पोखरामा बनेको गाडी हो। अनि ब्याकमा हामीले स्टोरेज कम्पार्टमेन्ट दिएको छ। टेल लाइटको कुरा गर्नुपर्दा दुईटै बसमा हामीले LED टेल लाइट दिएको छ जुनमा साइड लाइट अनि ब्याक लाइट पनि रहेको छ। अब हामी चाहिँ यस गाडीको राइट प्रोफाइलतर्फ हेरौँ। गाडीको राइट प्रोफाइलमा हामीले इमर्जेन्सी गेट हेर्न सक्छौँ र साइडमा पनि नेपाल भारत मैत्री बस सेवा लेखेको हेर्न सक्छौँ र बसमा केवल दुईटा ज्याल मात्रै छ। र अब हामी बसको क्याबिन हेरौँ है। र यो रहेको छ बसको क्याबिन। यता रहेको छ अशोक लेल्यान्डको स्टियरिङ व्हील। त्यसगरी ड्राइभरको लागि कम्फर्टेबल सिट दिएको छ र यो रहेको छ यसको इन्स्ट्रुमेन्ट क्लस्टर र यहाँनिर गाडीको विभिन्न फङ्सनको लागि स्विचेस दिएको हामीले देख्न सक्दछौँ। र अगाडिको सिसा चाहिँ एकदमै वाइड भ्यू देखिएको छ र ड्राइभरको लागि माथि AC पनि दिएको छ। अब चाहिँ हामी गाडीको इन्टेरियरतर्फ हेरौँ है त। यसमा हामीले 2x2 को सोफा सिट र स्लिपरको कम्बिनेसन हेर्न सक्छौँ र प्रत्येक सिट माथि हजुरहरूले AC वेन्ट र लाइट दिएको छ र त्यसै गरी चार्जिङ पोइन्ट पनि दिएको छ। लेग स्पेसको कुरा गर्नुपर्दा यसमा हजुरले ठुलो लेग स्पेस पाउन सक्नुहुन्छ र म हजुरलाई स्लिपरमा चढेर पनि देखाउने छु। र यस्तो रहेको छ स्लिपरको भ्यू। या अगाडि हामीले AC देख्न सक्छौँला। अब अर्को बसको इन्टेरियरतर्फ जाउँ। यो बसमा त्यो बसभन्दा अलि फरक रहेको छ। र इन्टेरियरमा हेर्नुपर्दा यसमा पनि हामीले सोफा सिट अनि स्लिपरको सुविधा दिएको छ।
र यहाँ रहेको छ यसको टिभी। र दुईटै गाडीको कुरा गर्नुपर्दा दुईटै गाडी 12 मिटरको गाडी रहेको छ। र यो बसको सुविधा हेर्नुपर्दा हजुरले मिनरल वाटर र मेडिसिन र एयर सस्पेन्सन। अनि हाम्रो भल्भो लुक्स चाहिँ वीरगन्जमा उपस्थित विवेक अटो वर्कशपमा बनेको बस रहेको छ र अर्को बस पोखरामा बनेको छ। र टिकट प्राइस दिल्ली ISBT कश्मीरी गेटदेखि पोखरासम्मको भाडा मात्र 2800 मात्र सहेको छ। बसको कछुट्ने समय दिल्लीबाट बेलुका 4 बजे र पोखरा 0 किलोमिटरबाट बिहान 7 बजे रहेको छ। बसको कन्ट्याक्ट नम्बर चाहिँ मैले यहाँ साइडमा दिएको छु। यसमा हजुरले कल अथवा मेसेज गरेर आफ्नो सिट सुरक्षित बुक गर्न सक्नुहुन्छ। र अब म भिडियोलाई यही एन्ड गर्न चाहन्छु। यदि भिडियो मन परेमा हामीलाई फेसबुकमा फलो गर्न नबिर्सिनुहोला। र अब छिट्टै बस जर्नी पनि लिएर आउनेछु। धन्यवाद। जय नेपाल।